नमस्ते साथीहरू। आज हामी आदर्शवाद र भौतिकवादलाई तुलना गरेर हेर्नेछौँ। आदर्शवाद एक दार्शनिक सिद्धान्त हो जसले वास्तविकता मूल रूपमा मानसिक, आध्यात्मिक वा विचारमा आधारित हुन्छ भन्ने विश्वास गर्दछ। यसका अनुसार भौतिक जगत वा वस्तुहरूको अस्तित्व हाम्रो चेतना, विचार वा ईश्वरीय मनबाट उत्पन्न हुन्छ। यो सिद्धान्त प्लेटो, जर्ज बर्कली, इम्मानुएल कान्ट, हेगेल जस्ता दार्शनिकहरूसँग सम्बन्धित छ। आदर्शवादले भन्छ कि विचारहरू नै वास्तविकता हो र भौतिक संसार केवल छाया वा प्रतिबिम्ब मात्र हो। यसले आध्यात्मिकता, नैतिकता र मानवीय मूल्यलाई जोड दिन्छ। भौतिकवाद एक दार्शनिक दृष्टिकोण हो जसले वास्तविकता मूल रूपमा भौतिक पदार्थमा आधारित हुन्छ भन्ने कुरा गर्दछ। यसका अनुसार सबै कुरा पदार्थबाट बनेको हुन्छ र चेतना, विचार वा आध्यात्मिकता पनि भौतिक प्रक्रियाहरू जस्तै मस्तिष्कको क्रियाकलापको परिणाम हो। यो सिद्धान्त डेमोक्रिटस, थोमस हब्स, कार्ल मार्क्स र आधुनिक विज्ञानसँग जोडिएको छ। भौतिकवादले विज्ञान, अनुभव र प्रमाणलाई महत्त्व दिन्छ तथा ईश्वर वा आध्यात्मिक शक्तिहरूलाई अस्वीकार गर्दछ। अब आदर्शवाद र भौतिकवादका केही भिन्नताहरूलाई बुझौँ। वास्तविकताको मूल आधारमा आदर्शवाद वास्तविकता मानसिक वा आध्यात्मिक हुन्छ भन्छ भने भौतिकवादले यो भौतिक पदार्थमा आधारित हुन्छ भन्छ। अस्तित्वको प्राथमिकताका आधारमा आदर्शवादले विचार वा चेतना प्राथमिक हुन्छ भन्छ भने भौतिकवादले पदार्थ प्राथमिक हुन्छ, विचार द्वितीयक हुन्छ भन्ने धारणा राख्छ। त्यसैगरी चेतनाको व्याख्याका आधारमा आदर्शवादले चेतनालाई स्वतन्त्र र मूल तत्त्वको रूपमा मान्दछ, जबकि भौतिकवादले यसलाई मस्तिष्कको भौतिक प्रक्रियाको उपजको रूपमा ठान्ने गर्दछ। ईश्वर वा आध्यात्मिकताका आधारमा आदर्शवाद प्राय ईश्वर वा आध्यात्मिक शक्तिलाई स्वीकार गर्दछ, तर भौतिकवादले यसलाई अस्वीकार गर्दछ। विज्ञानमा आधारित हुन्छ भौतिकवाद चाहिँ। ज्ञानको स्रोतका आधारमा आदर्शवादले ज्ञानलाई अन्तर्ज्ञान वा विचारबाट प्राप्त हुन्छ भन्ने मान्दछ भने भौतिकवादले अनुभव वा इन्द्रियहरूबाट ज्ञान प्राप्त हुन्छ भन्ने मान्नु महत्त्व दिन्छ। संसारको प्रकृतिका आधारमा आदर्शवादमा संसार व्यक्तिपरक अथवा सब्जेक्टिभ र मानसिक निर्माण हो, तर भौतिकवादमा यो वस्तुपरक अब्जेक्टिभ अथवा भौतिक निर्माण हो। कारण र प्रभावका आधारमा आदर्शवादले कारणलाई आध्यात्मिक वा विचारमा खोज्छ भने भौतिकवादले यसलाई भौतिक नियमहरूका आधारमा हुन्छ भन्ने मान्यता राख्दछ। नैतिकताका आधारमा आदर्शवादले नैतिकतालाई आध्यात्मिक मूल्यहरूबाट व्युत्पन्न गर्दछ, तर भौतिकवादले यसलाई सामाजिक वा भौतिक आवश्यकतामा जोड्दछ। विज्ञानसँगको सम्बन्धका आधारमा हेर्ने हो भने आदर्शवाद विज्ञानलाई सीमित ठान्दछ, किनकि यो भौतिकतामा मात्र केन्द्रित हुन्छ भन्ने मान्यता राख्छ, तर भौतिकवादले विज्ञानलाई मुख्य आधार ठान्दछ। मानव अस्तित्वको आधारमा हेर्ने हो भने आदर्शवादले समय र स्थानलाई मानसिक निर्माण ठान्छ, जबकि भौतिकवादले यिनलाई वस्तुपरक वास्तविकता मान्दै गर्दछ। परिवर्तनको व्याख्याका आधारमा हेर्ने हो भने आदर्शवादले परिवर्तनलाई विचार वा ईश्वरीय इच्छाबाट देख्छ भने भौतिकवादले यसलाई भौतिक शक्तिहरूबाट भएको भनेर व्याख्या गर्दछ। कला र साहित्यलाई आदर्शवाद र भौतिकवादको चस्माबाट हेर्दा आदर्शवादले कलालाई आध्यात्मिक अभिव्यक्ति मान्दछ, जबकि भौतिकवादले यसलाई सामाजिक वा भौतिक प्रतिबिम्बको रूपमा ठान्ने गर्दछ। समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा आदर्शवादले समाजलाई विचार वा संस्कृतिमा आधारित देख्छ, तर भौतिकवादले आर्थिक वा भौतिक संरचनामा जोड दिने गर्दछ। मृत्युपछिको जीवनका आधारमा
आदर्शवादको दृष्टिकोण कस्तो छ भने आदर्शवाद प्राय आत्माको अमरत्वलाई स्वीकार गर्दछ, जबकि भौतिकवादले मृत्यु भौतिक अन्त्यको रूपमा लिने गर्दछ। प्रमाणको प्रकारका आधारमा हेर्दा आदर्शवादमा प्रमाण तार्किक वा अन्तर्ज्ञानी हुन्छ, तर भौतिकवादमा यो प्रयोगात्मक र वैज्ञानिक हुने गर्दछ। स्वतन्त्र इच्छा फ्री विललाई हेर्ने गर्दा आदर्शवादले स्वतन्त्र इच्छालाई सम्भव ठान्दछ, किनकि यो आध्यात्मिक हो, जबकि भौतिकवादले यसलाई भौतिक निर्धारणवादमा सीमित गर्ने गर्दछ। सौन्दर्यको अवधारणा हेर्दा आदर्शवाद सौन्दर्यलाई आध्यात्मिक सद्भाव मान्ने गर्दछ, तर भौतिकवादले यसलाई इन्द्रियगत अनुभव ठान्छ। शिक्षाको दृष्टिकोणमा हेर्ने हो भने आदर्शवाद शिक्षालाई विचार र नैतिक विकासमा केन्द्रित गर्दछ, जबकि भौतिकवादले व्यवहारिक र वैज्ञानिक ज्ञानमा जोड दिने गर्दछ। अब राजनीतिक प्रभावको आधारमा पनि हेर्ने हो भने आदर्शवाद प्राय आदर्शवादी राजनीतिमा जस्तै युटोपियन भनौँ न युटोपियन खालको राजनीतिमा बढी प्रभाव पार्दछ, तर भौतिकवादले व्यवहारिक र आर्थिक आधारित राजनीति जस्तै मार्क्सवादहरूमा बढी प्रोत्साहन दिने गर्दछ। यसरी हामीले आदर्शवाद र भौतिकवादको तुलना गऱ्यौँ। यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। धन्यवाद।